हेलो गाइस सबैजनालाई विवश भ्लगमा वेलकम छ साथीहरू हैन। आज चाहिँ साथीहरू हाम्रो युनिसिएम कम्पनीबाट चाहिँ आज हाम्रो मिटिङ हुँदैछ साथीहरू। र साथीहरू मिटिङको लागि चाहिँ म अहिले तपाईको कलङ्की जाँदैछु। र साथीहरू आज चाहिँ हाम्रो मिटिङ रहेको छ आज तपाईको साउन महिनाको अन्तिम दिन। अनि साथी हाम्रो एक महिना अब महिनौपछि हाम्रो चाहिँ सेल्सको बारेमा अनि तपाईहरुको के छ मार्केटहरु कस्तो अवस्था छ भन्नेको बारेमा चाहिँ हाम्रो सेल्स बारे चाहिँ हाम्रो मिटिङ हुँदैछ साथीहरू। अनि साथीहरू प्रोडक्टहरु नयाँ नयाँ के गर्नुपर्ने कसरी साथीहरू अहिले चाहिँ हाम्रो युनिसिएम कम्पनीले चाहिँ म्यान पोकेर सोफी प्याडहरुको चाहिँ अहिले चाहिँ अलि सेल्स डाउन भइरहेको छ। र त्यही सेल्सको लागि चाहिँ साथीहरू आज मिटिङ छ र कसरी सेल्स गर्ने र तपाईहरुको प्रोडक्टलाई कसरी बजारसम्म पुर्याउने र कसरी कस्टमरहरुसँग डिल गर्ने साथीहरू अनि पसलेहरुसँग कसरी सेल्स गर्ने भन्ने चाहिँ हाम्रो आज मिटिङ रहेको छ। र सबजना साथीहरू यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला साथी। र भिडियोमा सबजना साथीहरू यदि विवश भ्लगलाई सब्स्क्राइब गर्नु भएन भने साथी सबजना साथीले विवश भ्लगलाई सब्स्क्राइब गरिदिनुस्। र साथीहरू लेट्स गो। अब म चाहिँ तपाईको जान्छु है त अफिसमा मिटिङमा साथी। हेलो साथीहरू म चाहिँ अफिस आइसकेँ साथीहरू। अनि यो चाहिँ हाम्रो अफिसबाट 7 तलाबाट देखेको भ्यू है त गाइज। हेर्नुस् त अहिले पानी परिरहेको छ। रोहन सर हुनुहुन्छ यहाँ हुनुहुन्छ म रोहन सर के छ रोहनजी। ब्रेक टाइम भएको छ चिया खाने टाइम है के जब चाहिँ हामी यहाँ चिया खान्छौँ एकछिन। हामी चाहिँ आज मिटिङ थियो युनिसिएमको। तपाईँको मिटिङ ब्रेक टाइम भएको छ। अब चाहिँ हामी चिया नास्ता खान्छौँ अनि फेरि हामी मिटिङमा जानु हुन्छ। अहिले चाहिँ एकदम काठमाडौँमा पानी परिरहेको छ। उहाँहरू चाहिँ हाम्रो सर म्याम हुनुहुन्छ है त साथीहरू हाम्रो बोसहरू। टाइम भएको छ। अब हामी यहाँ मोहन सर हुनुहुन्छ हाम्रो। अब यहाँ मिटिङ एकछिन चिया पान गरगाम हुँदैछ है त। अब हाम्रो चाहिँ युनिसिएम कम्पनीले चाहिँ यहाँ चुतिया युनिसिएम कम्पनीले चाहिँ एउटा समोसा र एउटा चिया दिइरह म खाँदैछु गाइस। वो क्या आयो सर? सर यो अगस्त 15 गते के हो यो प्रोग्राम चाहिँ क्या हो हेर्नु है। 2026 अगस्त 15 प्रोग्राम रहेछ नि यार। सुमाउ प्रोग्राम रहेछ नि त सेड्युल गर्दै रहेछ त। यो सकिसक्यो यार। के चाहिँ यो प्रोग्राम त सक्यो होइन 15 अगस्त भइसक्यो। मिटिङ सक्यो गाइज मिटिङ सक्यो होइन तिमीले अनि के सिक्यो आज? हजुर मैले अब मार्केटमा कसरी बोल्ने के गर्ने होइन। अब युनिसिएमकोमा के प्रोडक्टहरू छ त्यही अब सिक्यो। अबे जल्दी बोल कल सुबह पनवेल निकलना है। You find like a crisscross technology. तिमीले उहाँहरू पहिला सुनेको थिएन होला होइन? अथवा सुनेको थियो त्यति डिटेलली पनि थाहा भएन। हजुर You got a new an idea thing to our products and यो कुरा थाहा थियो। एउटा कुरा नयाँ पनि मैले के थाहा भयो भन्दाखेरि अच्छा हमको सिखा रिया है। हजुर किन भन्नु यो हाम्रो जुन प्रडक्ट छ नि हजुर तिमीलाई थाहा थियो हाम्रो क्राइटेरिया 3 क्राइटेरिया छ भनेर? त्यो मलाई थाहा थिएन खालि बाइबर मात्रै भन्छ। हजुर मेन हाम्रो युनिसिएम हो नि त। त्यसमा 3टा पर्छ बाइबर भयो बेबी प्रडक्ट फेमिनाइजिङ भयो लाइफ भनेको एडल्ट डाइपर यी भिडियो लगाउनु म्यामी पुकाको उपहार ल सर अब घर जाऊँ है बिदा भयो।
त्यो यस्तो पारे उपहार नानी पोको उपहार कस्तो लाग्यो आज तपाईँ मिटिङ कस्तो भयो आज सर तपाईँको जस्तो सधैँ हो तर यो पल्ट नयाँ नयाँ हाकिमहरू आउनु भएको छ कुछ नयाँ इम्प्लिमेन्ट हजुर त्यसको लागि के हुन्छ ल प्रोसेस जारी छ हस् आज सरको मिटिङ कस्तो भयो एकदम हाउस द जोस नलेजेबल र हाम्रो लागि हाउस द जोस ओके हाई भने एकदम टपमा आइ 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 हाम्रो युनिचेन कम्पनीको स्टाफहरू हुनुहुन्छ है सबजना हाम्रो युनिजियमबाट है त युनिजियमबाट म्यामी बोल्नु हजुर हजुर हाम्रा लिफ्टले बन्द गरिदियो लएन है लएन पानी परिरह अब घर कसरी जानु गाइज होइन अब हाम्रो अफिस चाहिँ तपाईँको मिटिङ सकिसक्यो अब हामी एउटा लिफ्ट चढेर घर जान्छौँ है त साथीहरू हेरिदिनु होला विवाह श्रेष्ठको भ्लगमा पानी परेर गए जब हामी चाहिँ घर जान्छौँ घर निस्किन्छौँ है त झोला चाहिँ मैले पाइसकेँ युनिजियमको झोला पाइसकेँ अरूले चाहिँ पाएनन् है घर आइसकेँ साथीहरू म आज चाहिँ अफिसमा मिटिङ गरेर साथीहरू म घर आइसकेँ साथीहरू अनि साथीहरू अब म चाहिँ घर आएर अब टक्क अब एकछिनपछि खाना खाने बेला हुन्छ अनि म खानासाना खान्छु नि गाइज होइन तपाईँलाई भ्लग भिडियो कस्तो लाग्यो सबजना साथीले भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला साथीहरू आजको हाम्रो अफिस मिटिङ पनि एकदम रमाइलो भयो तपाईँको केही कुराहरू सिक्न पाइयो साथीहरू ल है त साथीहरू सबजना साथीले यो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु